साला सबभन्दा टेन्सन चाहिँ घरमा पाहुनाहरू आउँदाखेरि हुन्छ क्या। अब पाहुनाहरू आउने बित्तिकै के भन्छ भने के गर्दैछौ बाबु, के गर्दैछ नानी भन्छ। अब म कसरी भन्नु कि म यत्रो वर्षदेखि खाली बसिरहेको छु, यत्रो वर्षदेखि कामदाम बेकार बसिरहेको छु, कसरी भन्नु? यसको एन्सर पनि अब कसरी दिनु क्या? अब त्यो भन्यो भने अङ्कल अहिले त केही पनि गरेको छैन भनेर भन्न थाल्यो भने ए मेरो छोरा त यहाँ पुगेको, यहाँ गएको, हङकङ गएको, इटली गएको, फ्रान्स गएको, युरोप गएको, दुनियाँ दिवाना घुमेर आइसक्यो, यत्रो घर बनाइसक्यो, तब तिमी अहिलेसम्म केही गरेको छैन। अब त्यो मलाई सम्झाएको कि भनेको हो कि आफ्नो छोराछोरीको तारिफ गरेको हो कि बुझ्नै सक्दिनँ क्या। अनि म त पाहुना आउँदाखेरि भागिदिन्छु। भाग्दा पनि बेस्ट सल्युसन। के बोल्नै पर्दैन, के कुरा सुन्नै पर्दैन, के कुरा गर्नै पर्दैन। ए नत्र दिमाग खराब चाटेर है, दिमाग चाटेर दिमाग ह्याङ बनाइदिन्छ कि। त्यही भएर चट्टसँगले आफ्नो बाटो भागिदिने, चुपचाप बस्ने, सक्यो, कुरै सक्यो।